हेलो गाइस, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म टक्कसँगले नुहाइधुवाइसकेर आफ्टर लङ टाइम ब्लग स्टार्ट गर्दैछु। अनि अहिले चाहिँ म यहाँनिर भाउजूसँग तल नानीलाई खाजा पुऱ्याउनु जाँदैछु। भाउजूको चाहिँ त्यहाँ फोन आएर फोनमा बोल्नुहुँदैछ अनि म चाहिँ यहाँ हिँड्दैछु। अनि अर्को भाउजू चाहिँ अगाडि जानुहुँदैछ, काम छैन। अनि त्यही भएर भाउजूहरूसँगै हिँड्नु गयो। के छ बहिनीको भ्लगमा स्वागत छ हजुरलाई। धन्यवाद। ठिक छ एकदम। अब के भन्नु, आफूभन्दा सानो सानो भाउजूहरू हुन्छ उमेरले, के गर्नु अब दाजुहरूले लिएर दाजुहरूले लिएर भाउजू भन्नु परिरहेछ। बहिनी भन्दा नि हुन्छ, अलिक सुहाउँदैन होला नि त। अनि यहाँ चाहिँ लिना बहिनीको घर छ। यहाँ लिना, ओ लिना के गरेको? तल हो बोर्डिङ गरेर आउने। त्यो त कहीँ हिँड्दिन हौ, अल्छी नै चाहिँ। यस्तो छ हाम्रो अवस्था। पुरा देखेको छुइनँ हौ, आधी देखाइरहेको छु हौ। यो चाहिँ हाम्रो वडा जाने बाटो हो। अनि यहाँदेखि माथि हाम्रो बिचमा चाहिँ ढलाइ गर्नुभएको छ नि त। अनि यहाँदेखि उता चाहिँ गरेको थिएन। अहिले चाहिँ बाटो निर्माण कार्य भइरहेछ, चुनाव आए सँगसँगै। अहिले चाहिँ यहाँ बाटो बनाउनुको लागि यहाँनिर खै के थिच्नु हुँदो रहेछ। ट्र्याक्टर पनि आउँदैछ। यस्तो छ है डाँडा काँडा चाहिँ हाम्रो। भाउजू काँक्राको माछ के इस्कुसको माछ हो? आम्माम सानो छैन त। यो काँक्राकै हो। थोरै सानो कसले रोपेको? यहाँ पल्लो घरको दाइहरूले होला। कति धेरै नि? मेहनत गर्नुभएको छ यहाँ। अम्माम हेर्नु न, फल्छ होला। यसको लागि पुग्नु आँट्यौँ। त्यही बोर्डिङ चाहिँ आइपुग्यौँ हामी। यहाँ चाहिँ क्लास 8 सम्म छ। अनि यहाँ भाउजूले नानीलाई खाजा पुऱ्याउनु आएको। म चाहिँ साथी आइदिएको। ऊ तल चाहिँ गाविस छ, त्यहाँदेखि तलतिर चाहिँ हेल्पोस छ। हाम्रो सबैतिर त्यता जाने किन? ए हो, स्टुडेन्टहरूलाई त नदेखाऊँ होला हौ। चाहिँ यस्तै छ है गाइज। ए गाविस आएको। भाउजू के छ अरे तपाईँको? यहाँ फोटोकपी गर्नुहुन्छ हौ। फोटोकपी के को जन्मदाताको अरे? गर्नुभएको त्यस्तो आवश्यक के पर्यो तपाईँलाई भन्नु ल? त्यो नानीलाई चाहिएको छ अरे स्कुलमा, त्यही भएर हौ। गाविस आइपुग्यौँ हामी। हामी चाहिँ अहिले फोटोकपी गरेर पनि फर्किसकेको। भन्नु न भाउजू, कस्तो भयो तपाईँको फोटोकपी? पैसा लाग्यो कि लागेन? भन्नु न यहाँ। पैसा लागेन होइन त? पैसा लागेन। यहीँदेखि जानुहुने के भरे दिनुहुने? भरे दिइकन जाने। यहीँदेखि जाने भनेको। ए यहाँ दिएर पैसा पनि दिएर जानुपर्ने छ। घाम लागिरहेछ, अनुहार बिग्रिरहेछ है गाइज। गाइज मोटा र हामी दुईजना चाहिँ के भन्नु, पानी खाँदा पनि लाग्ने ज्यान हाम्रो। मोटा गाह्रो भएको छ हामीलाई। पिर परेछ एकदम। सोक मार्छौँ। आया झन्डै लड्यो हौ अल्झेर। गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ। यहाँसम्म, यहाँदेखि उता चाहिँ बाटो बनिनु बाँकी छ, बनाउनुलाई रेडी छ। अनि यहाँदेखि उता चाहिँ बाटो बनिसकेको छ। आइपुग्यौँ हामी चाहिँ। चिया खाने भाउजू? माथि हुन्छ हाम्रो आमा। चिया पकाउँछु म अब। भिडियो बनाउँदै आएको नि। फुलबारी फुल कसो यस्तो फुल चाहिँ रोप्नुपर्ने रहेछ, बाह्रै मास फुल्ने रहेछ। गाउँ घर देखाइदिएको नि, टाढा टाढा हुने मान्छेहरूले हेर्नुहुन्छ नि त। विदेशीहरूले विशेष गरी हेर्नुहुन्छ होला भनेर मैले यहाँ भिडियो गरेँ। यस्तै छ है, यस्तै छ। के गर्नुभएको? बेसारी हामीले काटेर सुकाएकै यस्तो भएको छ। सुकेर से हाई के भन्ने छोरीको ब्लगमा? गुड लक भन्ने। कस्तो गुड लक? किन गुड लक चाहिँ?
भिडियो बनाएकोमा बेस्ट अफ लक भन्ने कि गुड लक भन्ने हो? बेस्ट अफ लक। आज अलिक सन्चो हुनुहुन्छ? निन्द्रा लागेको छैन? ल ठिक छ। कति काम गर्नुभयो? उमा बाहिर गएर हेर्न के गरे। कता गरे? बुवा आइपुग्नुभयो? कोठा सबै समेत बुवा आइपुग्नुभयो? आएको। बोले जस्तो लाग्यो त। ल ल यस्तो छ है हाम्रो घर चाहिँ। कतिखेर आउनुभएको? के खानुभएको? भात है मैले। सोस विवेश खै चिया? मैले चिनी चाहिँ हाल्न ग्यास्ट्रिक हुन्छ नि। अब कुटे खानुहुन्छ चिनी बिना खाँदैन हो के थाहा त अनि म त होइन ग्यास हुन्छ भनेर पो त खानु। यस्तै छ है बसाइ अहिले गाउँघरमा। भाउजू बाई यस्तो छ। हामी एकदम बेरोजगारी होइन त? बेरोजगारी भएर ज्ञानी भएर बस्दै कस्तो अल्छी लागेको? अल्छी लाग्यो लुगा धुनु पनि अब बसेरै बित्न आँटिसक्यो। त्यही र त। आधी दिन के सिरियस भएर हेरेको तपाईँ चाहिँ? यहाँ हेर्नु न हौ साथी हो के हो यो यस्तो हेराइ। त्यहाँबाट पो तपाईँले यहाँ बडीकोमा चटपटे खाना आइरहेको छु। किन नबना भन्नुभएको? त्यहाँ मेरो भ्लग हेर्नु भएको छैन? युट्युबमा हो? युट्युबमा चाहिँ हेर्नु न। त्यहाँ युट्युबमा हालेको छु मैले। बा तपाईँको छोरी पछि भाइरल भएर इन्टरभ्यू दिने हुन्छ कि? राम्रो हो त्यसको लागि। मिठो बनाइदिनु ल बडी। यहाँ चटपटे खाने चाहिँ यहाँ हुन्छ दुईजना गाइजहरू। बडीको बर्थडे अरे। साँच्ची त ए बडी ह्याप्पी बर्थडे टु यु। अहिले भरे यहाँ युट्युबमा हेर्नु ल तपाईँलाई मैले विस गरेको छु। चक्लेट दिनु। चटपटे दामी छ। लागेको छ? चलिए खाइए नलजाइ। दिवाली चाहिँ म हो है गाइज। कस्तो दामी छ है। भोट माग्ने मान्छेहरू कता गयो? साथीहरू मेरो भिडियो चाहिँ छोटो मिठो अब म चाहिँ भ्लगिङ गर्न आँट्दैछु। आजलाई चाहिँ यति नै। के कस्तो लाग्छ हजुरलाई? राम्रो लागे लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको लागि बाई बाई।